साथी हो अब चाहिँ ग्यास बचाऊ चुल्हा बढाऊ अभियान सुरु गर्नुपर्छ किनभने हामीले अब ग्यास अर्डर गरे तापनि अब समयमा पाउनु छोडिहाल्यो हैन अब बिस्तारै बिस्तारै मलाई के लाग्न थाल्यो भने नि पहिलाको जमाना पाउन थाल्यो कि क्या हो त्यसो लाग्न थाल्यो अब चाहिँ यसरी नै हामीले चाहिँ अब पहिलाको जमानामा हामी जसरी यहाँनिर चुल्हामा आगो फुक्यौँ भने त्यसरी नै अब चुल्हामा पो आगो फुकेर यसो पानी बसाउने खानापिना पकाउने पो काम गर्नुपर्छ होला है साथी हो आगोमा फुकेर के हुन्छ भने अलिकति भाँडा मात्रै कालो हुन्छ दिगदारी हुन्छ हैन तर यो चाहिँ अब अर्ग्यानिक चुल्हा हो नि त हैन कुनै पनि अब हानिकारक छैनन् अलिकति ढिलो मात्रै हुन्छ हैन ग्यासमा छिटो हुन्छ भने मात्रै हो हैन चुल्हामा चाहिँ अलिक ढिलो हुन्छ त्यही भएर अब चाहिँ हामी यसलाई नै अब प्रोत्साहन गरेर अब चुल्हामै पानी पकाउने खानापिना पकाउने पो गर्नुपर्छ होला है साथी हो कस्तो लाग्यो तपाईहरुलाई